नमस्कार। आज चाहिँ म यो मेरो गाउँमा आइपुगेको छु। लमजुङ जिल्ला जोरदी गाउँपालिका भारती लामेछारा मेरो गाउँ, जुन चाहिँ पछाडि देखेको यो मेरो घर, सुन्दर घर जहाँ म जन्मिएको हुर्केको घर रहेको छ। पछाडि टोयलेट बाथरुम रहेको छ, सँगै बाख्राको खोर रहेको छ। बिस्तारै बिस्तारै यति राम्रा सुन्दर बस्तीहरू उजाडिँदै गइरहेका छन्। देख्न सक्नुहुनेछ पहाडको फेदीमा माथि जङ्गल, तल बस्ती। हेर्नुहोस् यति बाक्लो गाउँ चाहिँ आज बिस्तारै बिस्तारै अब करिब करिब 2-4 घर बाहेक अरू सबै घरहरू खण्डहर बन्दैछन्। सबै अब कुनै बेला घना बस्ती थियो यहाँ। एउटै घरमा 6 जना 7 जना हामी परिवारहरू हुने गर्थ्यौँ पहिला। ठुलो जनसङ्ख्या हुने ग्रामीण परिवेश बिस्तारै बिस्तारै थिँदै गइरहेको छ, खण्डहर बन्दै गइरहेको छ। यहाँको चिसो हावापानी देख्न सक्नुहुनेछ। यति राम्रो केरा गरिरहेको हेर्नुहोस्, कुनै पनि औषधि केमिकल नमिसाएको केरा, अर्ग्यानिक केरा। यी घिराउलाका रुखहरू, करेला घिराउलाका रुखहरू अहिले यो कार्तिकको सिजनमा पनि लटरम्म फलिरहेका छन्। सँगै यो पोटिला अकबरे खुर्सानीका दानाहरू देख्न सक्नुहुन्छ। आहा, कति स्वादिला छन् अकबरे खुर्सानीहरू। हेर्नुहोस् है त मेरो गाउँ, चिसो हावापानीमा हुर्किएका। यी हरेक तरकारीहरूको स्वाद त जो गाउँमा हुर्किनु भयो सबैलाई थाहै छ। अब चाहेर पनि यी तरकारी फलफुलका स्वादहरू लिन पाउने अवस्था छैन, किनभने गाउँहरू सबै दिँदैछ। हालसम्म बुवाआमाहरू गाउँमा बस्दै आउनुभएको छ र छिट्टै बुवाआमाहरू पनि गाउँमा बस्न सक्ने अवस्था छ। ल हेर्नुहोस् कति सुन्दर छ गाउँ, माथि जङ्गल, हरियाली जङ्गल छ, तल बस्ती। यो चाहिँ मेरो गाउँ है त। तल सागमुला, हरिया सागमुलाहरू, पातहरू। यस्तै छ गाउँको बस्ती।